यता यता यस्तोमा दुख्छ यसलाई, कता कता दुख्छ कि यसलाई। बिहान पनि थिच्दा ओर्दा दुखेको थियो। अब त्यो ढाक्न मिल्दैन कि फेरि हजुर त्यो भित्रबाट फोहोर आइरहेकोलाई अलि अलि बेटर भयो त्यो ढाक्न मिल्छ र भित्रबाट फोहोर आइरहेको छ त्यो भएर त्यसलाई आज यो एबेन्डन गरिएको ल्याब्रेडरको ट्रिटमेन्ट गरेको आज चौथो दिन भयो। उसको घाउ लगभग अलिअलि राम्रो भइसकेको छ। आज बिहान चाहिँ खुट्टा दुखेर उसलाई उठ्नै सकेन। 12-1 बजीसम्म पनि ऊ सधैँ बिहान उठेर बाहिर निस्कने। यहाँबाट बिहानै 6 बजे नै उठेर 5 बजे नै उठेर बाहिर निस्किन्थ्यो। आज ऊ बाहिर जान सकेन। अनि उठ्दाखेरि त उसलाई खुट्टा दुख्यो। अनि त्यही पनि उठेन बेसकन दुख्यो उसलाई। त्यही पनि पेन किलर लगाइदिएर ऊ गर्यो तर भएन। अनि एकदमै भएन भनेर मैले आज चाहिँ उसलाई हस्पिटल एएमसी नै लिएर गएँ एकचोटि। एएमसी लगेर उसको फलोअप पनि थियो, उसको पहिला चेकअप गराएको त्यही थियो मैले, त्यो पनि गराइदिएँ। अनि उसको अलिकति मसलमा समस्या आएको रहेछ भित्र हड्डीमा, त्यसको पनि उपचार भयो, एक्सरे पनि गराइदिएँ। अनि घाउको लागि राम्रो एन्टिबायोटिकहरू पनि सबै गरिदिनु भयो। अब त्यही खाइरहेछ अहिले। अब उसको फलोअप 1 हप्तामा छ।